तँले रमाइलो गर्न आएको त हो नि ल नाच हेलो गाइज हामी चाहिँ अहिले यहाँ के रे सार्दा यो ठाउँको नाम के रे सागरा बग्रो यहाँ ढुङ्गा फुटाल्ने ठाउँमा आछौँ अनि म्यामहरू चाहिँ अटोमा गइसक्नु भयो अनि नअटाएर चाहिँ अनि आन्टी म अनि शारदा अनि हिँड्दैछौँ पछाडि अरू म्यामहरू आउँदै हुनुहुन्छ अनि म चाहिँ तपाईँहरूलाई देखाउँदै लग्दैछु है अनि उहाँहरू चाहिँ गइसक्नु भयो अटोमा हामी चाहिँ हिँड्दैछौँ आहा सिन हेर्नु न गाइस सबभन्दा लाग्दैछ यस्तो छ यताको ठाउँ तर म चाहिँ यहाँ कहिले पनि आएको थिइनँ फर्स्ट टाइम हो यतातिर आएको अनि यो हेर्नु न अटो म्यामहरू उता हुनुहुन्छ अनि देखाउने हो अनि उता चाहिँ म्यामहरू हुनुहुन्छ दाउराहरू तान्दैछन् टोलीले खासमा पिक्निक खाने यही हो कि तपाईँ अन्य चाहिँ हाम्रो दाइले दाउरा तान्दै हुनुहुन्छ दाजु नाच्दिनु पर्यो है ल अनि यता हेर्नु त हरि सरको दौडाइ अनि सविताको नाच अनि तिलक सरको नाच अनि यता चाहिँ छुट्टै छ हेर्नु यदि नाच्दै नाच्दै आउनु भएको सबैजना अनि हाम्रो तिलक सरले सबलाई नमस्कार गर्नुभएको छ अनि खसी छ साथमा प्लस दाइको नाच यता फेरि म तरकारीवाली अनि यताको मासु कटिङ सुरु भइरहेछ अनि प्लस हाम्रो म्यामहरूको हेर्नु त तरकारी कलाउँदै होइन एक आपसमा कुरा गर्दै मजाले रमाइलो गरिराख्नु भएको छ अनि हेर्नु त कति राम्रो राम्रो हुनुहुन्छ अनि उतातिर जाने उता चाहिँ म गाई जग्गा मलाई कति जिस्काउँछ नि यस्तो गरेको यस्तो देखा ल यता चाहिँ हाम्रो रोस्टर तयारी हुँदैछ है अनि यता चाहिँ हामीले ठुलो बिचारी हैरान भएछ यता हेर्नु न यता हेर यता हेर्ने हो कि नै यता चाहिँ रक्ती तयारी हुँदैछ रक्ती हो नि यो अनि साथमा अनि यता चाहिँ मासु कटिङ हुँदैछ हाम्रो लोकेन्द्र सरबाट अनि यता चाहिँ आगो पोलेर खाँदै हुनुहुन्छ लुकाएर नपाओस् भनेर अनि प्लस यता चाहिँ हाम्रो इन्चार्ज म्यामको रोस्टर तयार हुँदैछ यता चाहिँ पोलिरहेछन् गाई तेल फाल्ने होला त हामी चाहिँ आन्द्रा भुरीबाट सुरु गरिरहेछौँ अनि सबैले खाँदै हुनुहुन्छ हाल्दैन अनि गाइज हामी चाहिँ पिकनिक खान जाँदैछौँ है हेलो हेलो ल हाम्रो ड्राइभर दाइ अस्ति रिसाउनु भएको थियो आज चाहिँ उहाँकै अटोमा जानु लाग्छौँ है अनि हामी चाहिँ स्कुल टिम जाँदैछौँ म्यामहरू पनि जाँदै हुनुहुन्छ रिता हाई गर न ठिक छ आउँदिन अरे ल ठिक छ खै त अरू म्याम खै